अजिङ्गर हो। ओ त्यतै खोल्दै त। हजुर। यो 10-12 किलो होला। कुकुरहरू त यतिकोले निल्दिन्छ। सानो कुकुरहरू हुन्छ नि सेतो कुकुरहरू त्यस्तो त निल्दिन्छ। हो निल्दिन्छ त्यस्तो त। यो अजिङ्गरै हो नि हैन? अजिङ्गर हो। आउनुपर्छ। कति बेला देख्नु भयो? आधा घन्टा अगाडि। कहाँ छ? अहिले चाहिँ हामी भाटभटेनी पछाडि सर पायो भनेर आएको छौँ बाबा र म। जानकारी अनुसार चाहिँ 24-25 किलोको जति अजिङ्गर छ भनेर भनेका छन्। अब त्यही गएपछि थाहा हुन्छ कस्तो छ कति छ भनेर चाहिँ। ठ्याक्कै यो गार्डन रिसोर्टबाट भित्र पस्दै गर्दा नारायणी मिडिया ग्रुप हजुर आउनु त बाहिरै छौँ हामी। नारायणी मिडिया ग्रुपको अगाडि छु म अहिले। ए ल हस् म बाहिर गेट बाहिर निस्किन्छु। ल बाहिर निस्किनु त। उहाँ चाहिँ बाहिर निस्किन्छु। यहाँ ठुलो अजिङ्गर कि के आयो यो चाहिँ 20-22 किलो छ भन्नुभएको थियो। ल हामीले चाहिँ घर देख्यौँ। अब चाहिँ हामी त्यहाँ है छ होला त 24 किलोको। कहाँ हो? घर यत्रो घर पछाडि छ भन्नुभएको छ। किन पहिले पैसा कुरो गर्नुभएको थियो त नि? अन्त बहिनी हो म त घरमा थिएन। ए हजुर। हामी त भर्खर आएको थियौँ। ए हजुर हजुर। बाबा यो ड्रम को हुनुहुन्छ आउनु त देखाउन। कहाँनिर हो? आइसियो नडराउनु न म छु नि। आउनु त आउनु। त छ सर पो। कति बेला देख्नु भयो? आधा घन्टा अगाडि। कहाँ छ? कता? ए खै बाबा मैले देखिनँ। उहाँ भित्र उहाँ माथि हेर न माथि उहाँ यता फर्केर हेरिरहेको छ ऊ। खै ऊ के माथि ऊ? ए म त उमा हेरेको के। नमस्ते दाइ। सामान बाबा मैले मलाई अघि फोन गर्नुभयो। हजुर कत्रो छ नानी? सानैमा बाबा धेरै ठुलो छैन के उहिलेको घर त्यत्रो देखेको जस्तो लाग्छ। सामान मैले विशालु त हुँदैन। तल गयो भने थियो गाह्रो त हुन्न नि। सक्छु कि सक्छु होला बाबा ट्याक्क टाउकासम्म। तल गयो भने झ्याउ हुन्छ अरे। हजुर काठको माथि गएर बसेछ। अजिङ्गर हो। आउनुपर्छ। पर्दैन। हजुर पहिला जुन बटन हुँदैन यस्तो सफा गर्थ्यो आउँथेन। हजुर खरु बटन आउँछ यस्तो सफा गर्दैन। त्यो ड्रम ल्याइदिनु न है। त्यो डबल ल्याउ त। त्यो डबल ल्याइदिनु त। त्यो ड्रम दिनु न।
थ्याङ्क यू। यो अजिङ्गर हो। त्यतै खोल्दै त। हजुर। अङ्कल यो खोलिदिनु त। यो ढक्कन खोलिदिनु त। यो 10-12 किलो होला। गुगल सर्च गरेर हजुरको नम्बर खोजेको किन डराइस त त्यति धेरै? अनि यस्तो त कहिले देखेकै छैन अनि कति डर लाग्छ भन्नु त नेसनल पार्कमा मात्र देखेको कुरा डराउनु पर्दैन। अरु पनि हेर्न सकिन्छ अरु छैन तपाईलाई लाउन डर? हजुर तपाईलाई लाउन डर? के भन्नु आएन। मान्छे नानी बाउसँग नानीले समात्छ सबै। समाते यस्तो छ नि त हामीलाई यिनीहरूको बारेमा ज्ञान छ नि त। हजुरहरूलाई त एकदमसित नयाँ देखेको भएर डर लागेको हो। त्यस्तो डराउनु पर्दैन। कुनै पनि बेला तपाईँलाई रात दिन केही पर्यो यहाँभित्र छ नम्बर त्यही छ, फोन गर्नु। कहिले पनि मेरोमा पैसा पर्छ कि भन्नु पर्दैन। निःशुल्कै गरेको छु। कसैले दिइहाल्नु भयो भने पनि त्यस्तै, जसको कोही छैन केही नभएकोलाई केही दिने गर्छौँ। यसलाई अब जङ्गल लगेर छोड्ने। हजुर यो ब्यारेकको तल्लो भागबाट आयो होला कि यतापट्टि अलि धेरै बस्छ। सफाइ गर्दैन हजुरले पनि सामान सक्नुहुन्छ। हजुरले एकचोटि छुन पर आउनु त। सर्प चिन्नु पर्यो नि त। हजुर हो लाग्दैन यसको बिस। तर यसले बटार्यो भन्छ नि। बटार्यो भने बटाएर चाहिँ मारिदिन्छ। त्यही भएर चाहिँ अलिक ख्याल चाहिँ गर्नुपर्छ। जस्तै सानो बच्चा बच्चीदेखि त्यसपछि बाख्राका पाठाहरू त्यस्तो भयो भने चाहिँ हो। कुकुरहरू त यत्तिकोले निल्दिन्छ। सानो कुकुरहरू हुन्छ नि, सेतो कुकुरहरू, त्यस्तो त निल्दिन्छ। हो निल्दिन्छ त्यस्तो त। ठिकैको हो, त्यस्तो धेरै सानो पनि होइन त्यति धेरै ठुलो पनि होइन। 34 किलोको समातेको हामीले एकचोटि। डराउँदैनन् छोरीहरूलाई। निडर बनाउनको लागि त त्यही गरे हो नि। हाम्रो यहाँ सर्प देखाउनु छ। हजुरहरूले जति पनि यो सर्पको बारेमा स्नेक एमलाल भनेर युट्युब च्यानल छ, त्यहाँ गएर सर्च गरेर हेरेर मलाई त लाइक सब्सक्राइब भन्दा पनि तपाईँहरूलाई केही मिलोस्, मेरो चाहना चाहिँ त्यो हो। हो ल ल बस्नु है त। अब यसलाई जङ्गल लगेर छोड्छु नि। रोक्नु म लैदिन्छु। हामीले चाहिँ सर्प उद्धार गरिसक्यौँ। अब यसलाई जङ्गल लगेर छोड्ने कुरा छ। अहिले जान्छौँ कि पछि जान्छौँ थाहा छैन त्यो चाहिँ। हजुर दाजु ए ल हस्, हाम्रो प्यारो दाइले यो 1000 रुपियाँ दिएर दिनदुखीलाई सहयोग गर्दै गर्दा या तेल हाल्दै गर्दा तपाईँहरू हिँड्नुपर्छ भन्नुभएको छ। धन्यवाद दाइ। हजुरलाई पनि केही पर्यो भने एनी टाइम फोन गर्नु है। ल धन्यवाद।